हेलो एभ्रिवान, म काम्या। स्वागत छ हजुरहरूलाई फेरि मेरो अर्को नयाँ ब्लगमा। यो ब्लग चाहिँ अलिक लामो हुनेछ गाइस, किनभने यो मेरो साथीको कसर बाट्ने दिनको ब्लग हो र हेर्दै जानु के हुनेछ अन्तिमसम्म। अनि लाइक कमेन्ट सेयर गर्न नबिर्सिनु होला गाइस, र मेरो भिडियोलाई माया दिनु होला गाइस। हुन्छ त, हेर्नु होला। ओ भाइ itu कपडा लिया तू तू पेट उता घुराउता लगन गाठे यो मत र यहाँ लगनगाठेहरू पनि तयार भए लगनको लागि भन्दै, र यहाँ टिकी लगाइदिनु हुँदैछ। र यहाँ बेहुरीको आमाले बरनीको टपरी गाँस्नु। र यहाँ लगनगाठेहरूले पहिला फास्ट भुट्नुपर्छ नि त, अनि भुट्दैछन्। र त्यसको पछि यता काकी दादाहरू पनि भुटिरहनु भएको छ। सबै त उनीहरूले सक्दैनन्, बहिनीहरू सानै छन्। र यहाँ लड्डु बनाउन पनि स्टार्ट भइसक्यो। हजुरआमाहरूले स्टार्ट गाना सुन्दै लड्डु हजुरआमा, यहाँ ठुली हजुरआमा, यहाँ ठुलीबाट नि ठुली हजुरआमा, यहाँ हाम्रो आमा, मेरी भाउजू, मेरी मम्मा माया खेप हेर्दिनु त के गर्नु भएको यो भनिदिनु त। कसर बटारेको मेरी केटीले भाइ सक्यो। दिदीको बिहामा बहिनीलाई धमाधम छ चिउरा कसर बाड्नलाई यता फुपू दिदी पुरा लड्डु दिँदै र गाइस यता खाना दिइरहनु भएको छ। हुन्छ त गाइस, फेरि अर्को ब्लगमा भेट्ने छु। हल्दी र मेहन्दीको फेरि दिनेछु, र आशा गर्छु हजुरहरूलाई राम्रै लाग्छ भनेर।